वेलकम टू माई युट्युब च्यानल। म चाहिँ आज बिदाको दिन होइन, टक्क मैले साइकल पनि निकालेँ। म साइकल चढाउँदै आज चाहिँ म माछा मार्नेवाला छु। माछा मार्न जाँदैछु होइन। अनि साइकल लिएर म चाहिँ के भन्छ गर्मीको समय छ अहिले, तर आज टक्क बादल पनि गरेको छ, राम्रो छ दिनहरू। अनि यहाँ चाहिँ पछाडि यता चाहिँ मेरो बल्छी छ झोलामा होइन। झोलामा बल्छी सल्छी बोकेर निस्किएँ रुमबाट होइन। म चाहिँ अब माछा मार्नेवाला छु जापानमा आज होइन। हेर्दै जानु होला ल। अब म चाहिँ अब अहिले यहाँ साइकलमा हुँदै गर्दा धेरै भिडियोहरू नबनाउन मिल्ने भएको कारणले चाहिँ अब हिँड्दै गर्दा बिचबिचमा भिडियो बनाउने छु। हेर्दै जानु जापानका रमाइला दृश्यहरू, रमाइला कुराहरू र मैले जापानमा बिताउने केही फुर्सदिला समयहरू कसरी सदुपयोग गर्छु भन्ने बारेमा देखाउने नै छु होइन। साथ दिनु होला, माया दिनु होला ल। क्रस गरेर पल्लो पारितिर जानेवाला छु। यहीँनिर पनि सानो सानो नालीहरू चाहिँ छ होइन। त्यो नालीहरूमा माछा चाहिँ ठुलो ठुलो पाउँछ, तर ठ्याक्कै यहाँनिर मार्न पाइन्न। यो चाहिँ रेल ट्र्याक हो होइन, रेलको ट्र्याक हो यो चाहिँ। यस्तो चाहिँ होइन, रेलहरू चाहिँ ट्र्याकबाट हिँड्छ। यो मेरो कन्टिन्युली ड्युटी आउने जाने बाटो पनि हो, काममा जाने आउने। अनि ठ्याक्कै यहाँनिर नाला छ क्या गाइज होइन। यहाँनिर नाला छ यतापट्टि मुनितिर, तर यो नालामा पनि माछाहरू चाहिँ अस्ति देखेको थियो, कति धेरै ठुलोहरू होइन। पाउँछ माछाहरू त, तर यहाँ मार्न पाइन्छ कि नै भन्ने कुराहरू। किनभने यहाँ मान्छेहरू यस्तो शीतल खाना धेरै बस्ने ठाउँ पनि, अब शीतल खानी बस्ने जस्तो ठाउँहरू छ। त्यो कारणले ठ्याक्कै मार्न पनि पाइन्न कि भन्ने जस्तो छ। अहिले म देखाउँछु तपाईँहरूलाई यहाँनिर माछा कत्रो पाउँछ भन्ने कुरा देखाउँछु। ठ्याक्कै यहाँनिर नाली छ गाइज होइन। यहाँनिर नाली छ। यहाँ चाहिँ यस्तो छ कि यो नालीहरूमा त्यो हाम्रोतिर पालेको माछा हुन्छ नि, खोलाको माछा नै, त्यो पालेको जुङ्गे माछा हुन्छ नि ठुलो ठुलो, त्यो त्यस्तो माछाहरू चाहिँ थियो। अनि एउटा कुरो अस्ति के भयो भन्दा, म चाहिँ प्रायः ड्युटी जाने आउने बाटो नै यो मेरो। अनि त्यो हुँदाखेरि अस्ति म नालीतिर हेर्दै आएको थिएँ। यो पिल्लर म यसरी ठोकेँ साइकलमा कि मेरो साइकलको त अगाडिको त्यो यो हुन्छ नि अगाडिको टायर, अगाडिको टायरको तलको त्यो छ नि, त्यो दुईवटा गएको यस्तो गएको हुन्छ नि, त्यो त पुरै बाङ्गेर पछाडि पुगेको थियो कि कस्तो स्पिडमा ठोक्यो होला त म। हो यस्तै पिल्लर छ त्यहाँ बिचमा, त्यता पछाडिको पिल्लर हो। अनि पछि चाहिँ त्यहाँबाट रुम पुगेँ अनि साइकल बनाएँ। म तपाईँहरूलाई यहाँनिर होइन, यहाँनिर चाहिँ यसो एक्सर्साइज गर्ने ठाउँहरू बिहानमा बाजे बजेहरू हुन्छ थुप्रो। यो चाहिँ ट्रेन पछाडि यहाँ ट्रेन रोकिरहेको छ। म ड्युटी जाने क्रममा यहाँ बिहान मान्छेहरू हुन्छन्, यहाँ चाहिँ एक्सर्साइज गरिरहेको हुन्छन्, यसो हिँड्ने डुल्ने कुद्ने भइरहेको हुन्छ। म चाहिँ एकछिन साइकल यहीँनिर थन्क्याएर तपाईँहरूलाई देखाउँछु। फाइनली यो चाहिँ मेरो साइकल गाइज होइन, यस्तो छ साइकल। अनि म तपाईँहरूलाई यो नालीमा पाउँछ कि माछा गाइज, कस्तो यत्रो माछाहरू थियो नि। यहाँ चाहिँ यता पछाडि चाहिँ मेरो बल्छीहरू त्यो सामानहरू यहाँ छ होइन। म बोकेर हिँडिरहेको छु। अब मार्न पाइन्छ पाइन्न थाहा छैन, तर म चाहिँ अब पाइयो भने मार्छु, कस्तो हुने रहेछ भन्ने हिसाबले चाहिँ म निस्किएको छु होइन। यहाँनिर माछा पाउँछ कि पाउँदैन भन्ने कुरा चाहिँ पाउँथ्यो कि अस्ति देखेँ मैले होइन, तर कहाँनिर हो भन्ने कुरा कन्फ्युज भयो म। अलि उता हो कि अलि तलतिर हो कि कहाँनिर चाहिँ थियो कि कत्रो माछाहरू थियो, 4-5वटा होइन, त्यो हुल बाँधेर हिँडेको। म यहाँ देखाउँ यो नालीमा अहिले ठ्याक्कै देख्यो भने म चाहिँ देखाइदिन्छु तपाईँहरूलाई है त। अस्ति त अलि पानी पनि सुकेको थियो, सानो थियो अनि माछा पनि थिए।
माछा पनि थिए अस्ति चाहिँ कहाँ हुन त त्यो अब कहाँ एकै ठाउँमा बसिरहन्छ र माछा जस्तो जात होइन पुगेको होला कतै तर थिए गाइज यहाँ तर मैले मार्ने भने चाहिँ यहाँ होइन म त तल ठुलो खोलामा जाँदैछु त्यहाँ पनि मार्न चाहिँ ठ्याक्कै पाइन्न जस्तो छ लगाइज यहाँको माछाहरू चाहिँ यहाँबाट ठाउँ परिवर्तन गरिसके जस्तो छ भेटेन देखेन क्या छैन त्यहाँ भएको भए देखिहाल्थ्यो किनभने त्यो सानो सानो माछा होइन ठुलो माछाहरू थियो यहाँनिर भनेपछि यहाँबाट माछाले ठाउँ परिवर्तन गरिसकेछु त्यो साइकलमा जाने त्यो साइकलमा गइरहेको छ नि त्यो चाहिँ मसँग सँगै काम गर्ने भेट्दामी साथी त्यसले मलाई देखेन सायद देखेको भए बोलाउँथ्यो त्यसले देखेन मलाई होइन हावासावा खान्छु बाहिर फ्रेस त्यसपछि अनि म बेलुकातिर रुममा आउनेछु भन्दै त्यो भिडियोहरूलाई चाहिँ अब त्यति धेरै म चाहिँ टाइम पनि हुँदैन अब टाइम नहुँदै गर्दाखेरि पनि बनाउन रहरहरू लाग्छ बनाएर आउँछु अब त्यसमा अलिकति माया देखाइदिनु पऱ्यो साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु यहाँबाट चाहिँ माछा भागिसक्नु भएछ माछाजीहरू अब माछाजीहरू खोज्दै म तल घरको ठुलो खोलामा जाँदैछु गाइस भन्दै अहिलेलाई अब म यहाँबाट निस्किन्छु ओ माई गॉड फाइनल्ली गाइस फाइनल्ली माछा देखिहाल्नु है टुन 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 ढुस डान टडान टुडुडुङ 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 देख्नुभयो गाइस देख्नुभयो कत्रो माछा छ त्यहाँ हेर्नु न यत्रो यत्रो माछाहरू छ कि तर यहाँ बल्छी खेल्न पाइन्न जस्तो लाग्छ कि मलाई होइन बल्छी खेल्न पाउने भयो त गाइस म एकजनालाई त त्यत्रो माछा त मा 2-3 छाक भइहाल्थ्यो म त्यो माछालाई भगाएर देखाउँछु है त गाइस है सानो ढुङ्गाले टुक्क हानेर त्यसलाई भगाउँछ बिचरा मेरो साइकलले कतिपटक यो साइकल कस्तो कतिपटक रिपेयर भइसक्यो अरे यो साइकलको पनि हालत खराब छ म त्यो माछा चाहिँ गाइस टक्क हानेर भगाउँछ है एक ठाउँमा अड्डिरहेको छ कि होइन बिचरा हेर्नु है गाइस है हेर्नुहोस् है त्यो माछालाई म टक्क भगाउँछु है त भाग्दैन के कति लाटो माछाहरू के भाग ओ हेर्नु देख्यो गाइस देख्यो त्यो आफ्नो मुनि ला यहाँनिर त कस्तो सानो सानो माछाहरू पनि थुप्रो रहेछ आमामामामामा यहाँनिर माछा मार्न पाइने भयो त मैले मार्थेँ होला गाइस यार फाइनल्ली गाइस म चाहिँ जान खोजेको ठाउँ पनि आइसक्यो यहीँ मुनि हो होइन गर्मी पनि भयो है त म जाने ठाउँ पनि आइपुगेँ यहीँ मुनि हो टक्क तर यहाँ मार्न पाउँछ पाउँदैन त्यो चाहिँ थाहा छैन गाइस होइन कसैले मारेको देख्यो भने म पनि यसो त्यो गर्छु पुल गाइस होइन अस्ति यो पानी ठुलो पानी परेको बेला त यो पुलदेखि माथि पानी थियो क्या केही देखिँदैन थियो भने पानी त यहाँ पानी पऱ्यो भने त यो पानी माथि त्यो यो डिल क्रस गरेर पनि माथि कहाँ पुगिरहेको हुन्छ होइन यहाँ माछा चाहिँ छन् गाइस माछा चाहिँ छन् तर मार्ने मान्छे कोही देखेन अब एक्लै त के रिस्क लिनु त्यस्तो माछा नमार्ने भनेर त्यस्तो बोर्डहरू केही त राखेको त छैन होइन नराखे पनि रिस्क चाहिँ हुन्छ नि त
होइन म चाहिँ अब यो क्याप टोपी चाहिँ मैले खासै लगाउने आदत चाहिँ छैन, मेरो आदत छैन त्यस्तो क्याप टोपी लगाउने। तर गर्मी भएको कारणले घाम छेक्नलाई चाहिँ मैले क्याप लगाएको गाइस। यहाँनिर चाहिँ यी के दामी झरना छ होइन। यो सबै साकुराको बोट हो। पछि फुल फुल्ने सिजनहरूमा चाहिँ यहाँ चाहिँ पुरै फुलहरू रोप्या हुन्छ। मैले यसको पुरै भिडियो हालेको छु, अघिल्लो भिडियोमा पुरै भिडियो बनाएर हालेको छु होइन। मान्छे चाहिँ खासै कोही देखिन माछा मार्नलाई, सायद माछा मार्न अलाउड छैन जस्तो लाग्यो होइन। बुझ्नु पर्दाखेरि के रहेछ यस्तो छ कि पारी चाहिँ त्यहाँ फुटबल खेलिराख्नु मान्छेहरू देख्नुभयो गाइस। अब क्यामेरा क्वालिटी त्यति धेरै राम्रो छैन, धेरै त त्यो गर्दैन। त्यहाँ फुटबल खेलिराखन्। अनि यता चाहिँ अब यो हेरौँ न, कुकुर मिटिङ पनि भइरहेछ क्या यहाँ। कुकुर मिटिङ गराउने कार्यक्रम। यहाँको मान्छेहरूले पाल्ने भनेको यही कुकुर हो। ल कुकुर। म चाहिँ अब साइकल चलाउँदै भन्दा पनि साइकल चाहिँ गुडाउँदै हिँड्छु होइन। माछा मार्ने त त्यस्तै हो, खासै कोही देखेन। तर ठाउँ यता कस्तो छ यसो हेर्छु म आफू पनि, तपाईँहरूलाई पनि होइन ठाउँ देखाउँछु। दुईवटा छ, एउटा उतापट्टि छ एउटा यतापट्टि छ। तर माछा मार्ने पाउने नपाउने ठ्याक्कै मान्छेहरू चाहिँ देखिएन, त्यो भएर थाहा भएन के हो। यहाँ पनि लगाइछ माछा त यहाँ पनि छ जस्तो छ त। सानो सानो पानी रहेछ कि यहाँ होइन। ल माछा सानो सानो माछाहरू रहेछ यसमा पनि। तर साथमा एउटा कस्तो साथी भइदिएको भए चाहिँ रमाइलोसँग घुमिन्थ्यो। अनि रमाइला कामको बेला त काम भइहाल्छ, अरू बेला बिदाको दिन यसो रमाइलो गरौँ भन्दा एउटा साथी भएपछि चाहिँ रमाइलो हुन्थ्यो गाइस। यहाँ चाहिँ हाम्रो कागजी हुनुहुन्छ। म पनि काग जस्तै निकाल्थेँ नि आवाज त, तर मेरो आवाज सुनेर भाग्दियो क्या काग त। तर्स्यो होला यो कुन चाहिँ काग आयो भनेर होइन। बरु अब पारीतिर फुटबल खेल्छ, यहाँनिर चाहिँ हेर्नु न गाइस होइन। यिनीहरूको काम धाम त्यो काम हुँदा काम गर्ने हो, काम सिद्धियो भने अनि बिदाको दिन यस्तै कुकुर ल्यायो। अब आफ्नो आफ्नो कुकुरसँग यहाँ मिटिङ गराउँदैछन्। अब भाले पोथीको मिटिङ गराएर अनि त्योबाट अर्ग्यानिक अर्को पोथी निकाल्छन् होइन। पानी पर्छ जस्तो छ। म चाहिँ एकचोटि त्यहाँ पारी फुटबल खेलिरहेको छन्, त्यहाँ जाउँ कि नजाउँ होइन। हाम्रो चाहिँ फाइनल्ली यस्तै भयो गाइस, माछा मार्न पाइएन होइन। अब म एउटा त्यहाँ मसँग काम गर्ने एउटा जापानिज बुढो अङ्कल छ, त्यसले चाहिँ माछा मार्नुपर्छ भन्दै थियो। त्यो कुन एरियामा, यो एरियामा कुनै एरियामा चाहिँ पाइने हुन्छ होला। बिचरा मेरो झोलाको पल्छीहरू त्यो चारोहरू पनि त्यत्तिकै रहने भयो होइन। अब त्यो यहाँनिर चाहिँ क्या मजा हावा चल्या क्या, मजा हावा चल्या। म चाहिँ एकछिन यहाँ हावा खाएर बस्छु होइन। अनि त्यसपछि म निस्किन्छु। यो चाहिँ मेरो ब्यागमा भएको चारो बल्छीहरू सब त्यत्तिकै रहिदियो, मैले युज गर्न पाएन। त्यहाँ पारी चाहिँ फुटबल खेलिरहेको छन्। अब जान त हुन्थ्यो, अब के जानु फेरि झ्याउ लागिरह। म चाहिँ अब एकछिन यतै बस्छु अनि चिसो खान्छु अनि त्यसपछि म निस्किन्छु। बाँकी त्यहाँ माथि चाहिँ बेलुका निस्किन्छु म। त्यहाँ पाइयो भने यसो दुईपल्ट त्यो गर्छु, म सडक निस्किन्छु। त्यो गाइस है त के फुलहरू फुल्या क्या दामी चाहिँ।
के गरौँ भयो यार, खासै मजा आएन। माछा मार्न नपाएपछि खासै मजा आएन। त्यो त्यहाँ पहाडी एकजनाले मार्दैछ क्या, म बस्छु अहिले बेलुका हुँदा त कोही त हो पाइँदो रहेछ। ल यति भएपछि अब मैले पनि माछा मारेँ गाइज, किनभने होइन त्यहाँनिर हेरौँ त, उता घाम टल्यो कि त्यहाँनिर चाहिँ एकजनाले बल्छी हालेर माछा मारिरहनु भएको छ। म पनि अब फाइनल्ली यताबाट उता माथि उता छ नि त्यहाँनिर जान्छु, त्यहाँ गएर चाहिँ माछा मार्ने छु। अनि म चिसो पनि त्यहीँ गएर खान्छु। म चाहिँ मेरो ब्याग बोकेर लागेँ, म त्यहाँ गएर माछा मार्छु, त्यहाँनिर मान्छेलाई पनि सोध्छु होइन। है त गाइस, अब माछा पर्छ पर्दैन है त। अब त्यहीँ गएर फेरि मसँग यस्तो भिडियो बनाउनलाई कुनै त्योहरू केही छैन, स्ट्यान्डहरू, अझै त्यो भिडियो क्वालिटी राम्रो नआउन सक्छ, त्यो पनि म प्रयास गर्छु गाइस है। हेर्दै गर्नु है त। ल माथिसम्म पानी आइरहेको थियो, त्यो पानी अस्ति ठुलो पानी परिरहेको थियो त्यो टाइममा होइन। अब माछा पर्छ कि पर्दैन त्यो चाहिँ थाहा छैन गाइस। म चाहिँ अब एकचोटि ट्राई गर्छु होइन। पहिला यसो हेर्छु कहीँ देखिन्छ कि देखिँदैन माछाहरू होइन। अब के देखिने थियो र माछा चाहिँ, तर तलतिर थियो कि माछा। यहाँ त्यस्तो माछा देखिएन। नदेखिएपछि बल्छी हालु कि नहालु, अब यो खोल्न पनि झ्याउ त लागिरहा। के गरौँ गाइस, फेरि मसँग बल्छीमा हाल्नलाई चारो छैन, म त मासु बोकेर आएको छु कि। अब त्यस्तो मासु बोकेर आएको छु, मासुमा के माछाले मासु खान्छ त भन्ने कुरा अब जनता जान्न चाहन्छ कि साँच्चीकै माछाले मासु खाएर के हजुरको बल्छीमा पर्न सक्ने सम्भावना छ त? कृपया बताइदिनुहोस्, जनता जान्न चाहन्छ होइन। माछाले मासु त के खाने थियो र, मसँग अरू चारो छैन। यहाँ हाम्रो नेपालको जस्तो त्यो माछालाई ठ्याक्कै बल्छीमा पार्नलाई गडेउला भन्ने कुरा यहाँ त्यो भेटिन्छ। पानी पर्ने बेला चाहिँ देखिनु पर्ने हो नि त, अलिअलि हुने भयो त, तर पानीको त्यसमा पनि देखिँदैन गडेउलाहरू। त्यो भएर अब चारो ट्याक्कै के गर्ने भन्ने थाहा छैन। म चाहिँ अब साइकल यहीँ होस् है त, साइकल यहीँ होस्। म चाहिँ यत्तिकै तलसम्म त्यहाँ अघि एकजना मान्छेले मारिरहेको थियो त्यहाँ जान्छु है त गाइस है त। माछा एउटा दुइटा त देखिनु नि यार, माछै देखिँदैन त। अब माछै नदेखिसकेपछि के माछालाई चारो छाप्दा माछा पर्ने सम्भावना छ त? यदि छ भने कृपया कमेन्ट तपाईँहरूको लागि खुल्ला छ। कमेन्टमा ड्याङका ड्याङ आफ्नो राय प्रतिक्रिया ठोक्नुहोस्। त्यो मान्छे त झन् उतै गइदियो त, त्यहाँ जाउँ भने त यार। त्यहाँ अड्डिरा खालि यो त कुकुर मिटिङ गराउने ठाउँ रहेछ कि। दुनियाँ कुकुर समातेर आउँछ, अनि एउटा उताबाट आउँछ, एउटा यताबाट जान्छ, अनि दुईवटा कुकुरको मिटिङ गराउँछ नि, त्यहाँ सुङसाङ गर्छ। कुकुरको सुँगाइ मचिन्छ। अनि फेरि के गरौँ त्यहाँ हेर्नु न, हाँस, दुईवटा हाँस बुडुङ खेलिरहेको छ क्या मजाले, ढुङ्गा जस्तो है, सुरु गइरह होइन त। मैले काम गर्ने गाइज, मैले काम गर्ने कम्पनी चाहिँ कहाँ हो भन्दा होइन, त्यो पारीको सेतो टुप्पो देखिन्छ नि, हो ठ्याक्कै यो मेरो कम्पनी हो। मैले काम गर्ने कम्पनी हो। म चाहिँ यताबाट पनि जान मिल्छ। म चाहिँ ओइ सरी गाइस, सरी, यहाँ होइन नि, यता पर्छ, यता भित्र पर्छ। सरी, म त यताबाट जान्छु नि, यहाँबाट गएर पनि अझ उता पर्छ भनेपछि त
यता उताभित्र हो सरी गाइस सरी आई एम भेरी सरी म पनि के साँच्चीकै बल्छी निकालौँ भन्नुहोस् गाइस साँच्चीकै म पनि के अब माछा मार्न तयार भएँ कि के गरौँ मलाई चाहिँ अलिकति जाँगर आइरहेको छैन गाइस त्यही भएर तपाईँहरू भनिदिनुहोस् म के गरौँ होइन म चाहिँ अब सिधा यता तलतिर जान्छु यता तलतिर जान्छु अनि त्यो टक्क झाङमा शीतलमा बसेर मस्तसँग डाङ डाडाङ टुरुङ 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 अनि बल्छी सल्छी निकाल्छु डाङडुङ हान्छु 1-2 लट हान्छु माछा पऱ्यो भने ठिक छ गर्छु नत्र भने म चाहिँ यहाँबाट चल्दिनु पर्ने हुन्छ गाइज हैन मलाई माथि जापानिज आउने भए चाहिँ म ठोकिन्थेँ क्या डाङडुङसँगै गर्नुहुन्थ्यो यहाँ मलाई जापानिज भाषै नआउने भएर चाहिँ अलिकति टेन्सन भयो गाइस के गरौँ यार थकाइ लाग्यो छे कहाँ चाहिँ गएर मैले बल्छु आमामा यहाँ यो गाइस हेर्नु न यो ढुङ्गा चाहिँ उडेको यहाँ जीले टोक्नु भयो भने त गेडा सेडा सुन्निनी गरिदिनुहुन्छ नि फेरि थाहा छ कि छैन खतरा टोकाइ हुन्छ के भन्छ त्यो बारुलो अडिङ्गा झिमिरी खतरा टोक्छ नि गाइस घाम डुब्ने बेला भयो टुई डाँडामा घाम पुग्यो घाम फाइनल्ली डुब्ने बेला भयो साँझ पख पनि हुन लाग्यो गाइस अब हावा पानी चाहिँ के भन्छ मौसम चाहिँ अब दामी हुन्छ शीतल तर माछा चाहिँ कहाँ गएर उद्घाटन गरौँ भन्ने हो क्या म यहीँनिर यतातिर फेरि त्यो धेरै झ्याङ्टा झुन्टी मात्रै छ झ्याङ्टा झुन्टीमा बल्छी त्यहीँ अड्किने हो कि लगाइ जे पर्ला होइन यार त्यस्तो रिस्क चाहिँ नलिन्छ यहाँनिर यहाँ चाहिँ अब त्यो बल्छी जान्दाखेरि सबै यहीँ अड्किहाल्छ नि बल्छी यार छि कहाँ चाहिँ हान्ने त क्या यार स्वादै लागेन नि मजै आएन नि ए माइ गड अब अलि माथितिर जान्छ है त यहाँ मिल्छ कि मा गएर त खाला रे फेरि मलाई बर्बाद होला बिचरा मलाई माछा खान त्यस्तो खान मन भन्दा पनि मार्न चाहिँ बहुत रहर क्या म खान त त्यस्तो इन्ट्रेस्ट लाग्दैन रमाइलो मलाई चाहिँ बहुत रहर लाग्ने कि यस्तो कुराहरू माछा गाउँमा हुँदा नि गाइज होइन केटाहरूसँग कहिले ल जाम भन्यो भने चलिदिइहाल्ने हो यस्तो माछा साछा मार्नु रमाइलो यताउता चाहिँ बवाल मजा लाग्ने कि मलाई लगाइस यहाँनिर माछा हो ल फाइनल्ली मैले यहाँ एउटा माछा देखेँ म चाहिँ यहाँनिर बल्छी हान्छु गाइज बोल्ने हो भने माछा चाहिँ भाग्ने रहेछ है अब म बल्छी निकाल्छु मोबाइल चाहिँ मसँग त्यसरी अडाउने साधन छैन त्यही पनि म प्रयास गर्छु गाइज है त गाइज ल बल्छी हो गाइज यो चाहिँ स्टिकको बल्छीको होइन यो चाहिँ यसरी यहाँबाट अब सर बनाएर लामो निकाल्नुपर्छ म चाहिँ अब यसमा चारो हाल्छु होइन माछा चाहिँ देखियो माछा पर्छ कि पर्दैन भन्ने कुरा चाहिँ है त भिडियो हेर्नु है त
त्यो फेरि छिन्नै पर्छ क्या त्यो अब त्यहाँ जान मिल्दैन पानीमा होइन पानीमा नजान मिलेपछि कसरी निकाल्नु त्यो छिन्नै छुट्याउनै पर्छ बल्छी नै छिन्ड्यो गाइस बल्छी नै छिन्ड्यो बल्छी लैदेऊ उतै म चाहिँ निस्किन्छु यहाँबाट निस्किन्छु म चाहिँ माथि ट्राई गर्छु एकचोटि है अघि मैले देखाएको थिएँ नि माछा त्यो ठाउँमा ट्राई गर्छु ल गाइस अब म यहाँबाट निस्केर माथि गएर हाल्नेछु है त बाबाई मेरो बल्छी नै छुटाइदियो बल्छी यहाँ बहुत त्यो झाडीहरू रहेछ क्या त्यहाँ बिचमा त्यहीँ अड्किहाल्छ बल्छीहरू कतिपटक चेन्ज गर्नु झ्याउ लाग्छ म चाहिँ यहाँबाट निस्केँ अब यो मेरो बल्छीको सामानहरू छ यो चाहिँ मेरो बल्छी स्टिक भयो यो चाहिँ मेरो बल्छीको स्टिक हो म चाहिँ सब बोकेर यहाँबाट निस्किन्छु बाँकी मैले अघि त्यो जुन माछा देखिरहेको छु त्यहीँ गएर बनाउने छु है त ल रहेछ गाइस होइन हल्ला गर्ने भाग्दो रहेछ म चाहिँ चालिहाल्छु पिसाब लाग्यो कि ओ माई गॉड जोरले पिसाब लाग्यो मलाई कहाँ पिसाब गाइस कसैले नहेर्नु होला कृपया यतातिर हेर्न निषेध छ हामी झाडीभित्र यहाँ शीतल खाइरहेको छौँ यसलाई नकारात्मक नलिदिनु होला भन्न पूर्ण आग्रह गर्दै हामी चाहिँ यहाँ झाडीमा केही होइन शीतल खाएर बसिरहेका छौँ गर्मी समयमा भन्दै हामी फाइनल्ली शीतल पनि सकियो निस्किनुपर्छ है त फाइनल्ली म अघि तपाईहरुलाई माछा देखाएको थिएँ नि त्यो ठाउँमा आएको छु हैन रात त्यस्तो रात परिसकेको छ क्या रात परिसकेको छ अब यहाँ माछा त स्योर 100 पर्न सक्छ तर माछा पर्न सक्छ अब यहाँ राति भइसकेको छ नि त देखिदैन
अनि माछा परिहाल्यो भने म रुममा लगेर त्यतिकै बल्छीबाटै ननिकालेर माछा देखाइदिन्छु म चाहिँ। अब यहाँ टक्क मैले बल्छीमा चारो हालेर रेडी गरिसकेको छु। मेरो बल्छी चाहिँ यहाँ छ होइन। धेरै अँध्यारो भइसकेको कारणले चाहिँ देखिँदैन होइन। अब म यहाँ बल्छी हाल्छु है त। फाइनल्ली माछा पर्यो, तपाईँहरूलाई देखाउँछु है। त्यहाँ चाहिँ त्यो माछा है। फाइनल्ली माछा पर्यो गाइज, माछा पर्यो गाइज। ओ गाइज फाइनल्ली माछा पर्यो, तपाईँहरूलाई देखाउँछु है गाइज। माछा परेको थियो कि गाइज, तर बल्छी नै छुट्यो। ओ माई गड, बल्छी छुट्यो के गाइज, बल्छी चुट्यो के नै खाएन के। अब म चाहिँ जान्छु गाइज, होइन। रात पनि परिसक्यो। त्यो एउटा माछाले बल्छी त खायो तर वहीँ चुडेर उतै लग्यो के, बल्छी नै चुडिगयो। पछि अनि आउँदा यस्तो रात परिसक्यो होइन। अनि त्यसले सेकेन्ड बल्छी चाहिँ खाएन के। अब नखाएपछि अब त्यो मर्छ होला, मर्न त होइन। त्यो मर्न चाहिँ मर्छ। त्यो बाँच्न त अब त्यो बल्छीको त्यो हुन्छ माथि हाल्ने होइन, त्यो पानी डुबाउनलाई अलिकति ग्राउन्ड हुन्छ, त्यो त्यत्तिकै मुखमा झुन्डाएर बसिरहेछ क्या होइन। यो चाहिँ मेरो बल्छी हो। यो बल्छी यहाँनिर छ। अब माछा परेन, पर्या माछा पनि अब उतै बल्छी चुडेर चाहिँ वहीँ गयो होइन। म त रात पनि परिसक्यो गाइज। अब म चाहिँ अब जानुपर्ने हुन्छ किनभने रात परिसक्यो। अब कोठामा गएर खाना बनाउनु पऱ्यो, खानु पऱ्यो, धेरै कामहरू हुन्छ होइन। तर अहिले चाहिँ त्यो माछा पुरै बाठिसक्यो कि खाँदैन। मैले यत्रो मृगको मासु सुद्धा दिँदा खाएन कि त्यो माछाले भनेपछि गाइज होइन। त्यही हो। अब म चाहिँ लागेँ, मेरो माछा मारे आज यहीँ अन्तिम भयो भन्दै अब म चाहिँ रुममा जानुपर्ने हुन्छ। टाइम पनि लगभग कति भयो, 8-9 बज्न लागिसकेछ गाइज। त्यही भएर टाइम पनि छैन मसँग, रुममा जानुपर्छ भन्दै। यो चाहिँ मैले मेरो साइकलको लाइट हुन्छ। अब यहाँ चाहिँ साइकलमा अनिवार्य लाइट हुनुपर्ने हुन्छ। त्यही साइकलको लाइट निकालेर माछा हेर्नलाई गराएको थिएँ। अब माछा पनि परेन। यो हेर्नु न गाइज, यही हो कि त्यही हेर्नु न। यसले मेरो मुखमा, यसको मुखमा मेरो बल्छीको त्यो त्यहीँ अड्काएर घुमिरहेको छ कि अहिले त खाँदैन भने ऊ हेर्नु, ऊ टलक टल्किन्छ नि त्यो रातो साइडमा। ऊ त्यसले पुरै मेरो बल्छीकै त्यो टुप्पा त्यहीँ मुखमा च्यापेर डुलिरहेछ कि। त्यसले अहिले यति बाठो भइसक्यो नि, त्यो खाँदैन भने त्यसले खाँदैन, खानै छोडिसक्यो। अब मलाई माछा खाने भन्दा पनि मलाई मार्न चाहिँ बहुत रहर गर्ने मान्छे। अब टाइम भएन होइन। फाइनल्ली ट्रेन आइसक्यो गाइज होइन। यो चाहिँ ट्रेन हो। यत्रो रात परिसक्यो हेर्नु न, यस्तो झुसुक्क रात परिसक्यो। अब म साइकल चलाएर जान्छु। मेरो माछा माराइ अब यहीँ स्थगित भयो। तर फेरि एकचोटि आउँछु अब अर्को दिन होइन। अर्को दिन आउँछु। माट्ने यसलाई त मैले, तर त्यसले बल्छी कसरी चुड्यो कि, बल्छीमा हाल्ने धागो त बहुत पक्का हुन्छ यार। कसरी बल्छी चुडेर वहीँ मैले राम्रोसँग बाँधे पो थिइनँ कि होइन। जसरी भए पनि अब त्यो माछा मार्न पनि लेखेको रहेन रहेछ, खाना पनि लेखेको रहन्छ। खाना त त्यस्तै हो, मार्न रहर पुरा भएन भन्दै अहिले कामै गरिराखेन कि के हो होइन। मेरो ब्याग यहाँ छ, यति मधुरो किन देखिरह के हो। ब्याग यहाँ छ। यो चाहिँ मेरो बल्छी भइगयो। म चाहिँ हालेर अब निस्किन्छु गाइज, किनभने यो माछालाई चारो भयो। यहीँ माछाले खान्छन् मैले ल्याएको कुराहरू। अनि बाँकी अब मैले प्याक गरेँ गाइज, ढिला भइसक्यो गाइज। मैले प्याक पनि गरिसकेँ गाइज। झोला प्याक गरेर पनि बोकिसकेँ होइन। गर्मी पनि त्यस्तै छ।
म चाहिँ निस्केँ गाइस, त्यही हो। के भन्नु अब टाइम पनि बहुत भइसकेछ कि। टाइम लगभग कति बज्यो, लगभग तपाईँको ला ठ्याक्कै 9 बजेछ होइन। बाहिरै छु म। अब चाहिँ म गएँ गाइज। अझै यस्तै भिडियोहरू चाहिन्छ, हेर्न मन लाग्छ भने कृपया साथ सपोर्ट माया देखाइदिनु होला। म फेरि पनि त्यो नयाँ भिडियोको साथ उपस्थित हुनेछु। अहिलेलाई चाहिँ जहाँ हुनुहुन्छ त्यहीँ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। बाई, साथ देखाइदिनुहोस्, सपोर्ट देखाइदिनुहोस्। फेरि कुनै अर्को भिडियो बनाउने ऊर्जाका साथ आउनेछु भन्दै अब रात पनि भइसक्यो। अहिलेलाई भने छुट्टिन्छौँ। अब फेरि नेक्स्ट भिडियोमा फेरि भेटौँला भाइ गाइज। फेरि भेट हुने नै छ अर्को भिडियोमा भन्दै अहिलेलाई चाहिँ भिडियो यहीँ अन्तिम गरेँ। बाई गाइज।